for something a little different. A journey beyond the stars and into the heart. Get ready for a space-themed drama performance beautifully crafted with emotion and imagination, presented by the Team Aviskar. Let's welcome them with a big round of applause. सरले त अब आज मार्नुहुन्छ सर आज नपढ्ने रमाइलो गर्ने भन्नुभयो कहिले भन्न जहिले पहिले भन्नु Good morning, sir. Thank you, sir. आज के हो तपाईँ स्कुल खासमा त कान्छ आज घरदेखि नै पढ्ने मन गरिरहेको छौ क्या सर आज हाफ छुट्टी हो नि नपढौँ न रमाइलो गरौँ न सर एउटा गाना सुनिदिनु न त त्यसो भए नानी तिमीले गानी गाएर सुनाइदेऊ न हल्लाउनु पर्दैन आज हामी पढ्छौँ किताब खोल इक्जाम आइसक्यो ल बच्चा एक्जिबिसन पनि छ एक्जिबिसन त भोलि नराम्रो गर्न है प्रिपेयर राम्रोसँग गर ए सर आज नपढौँ के बरु भोलि पढौँला ठिक छ आज यति पढाउन आएको थिएँ यो पनि नदिनु गाना त सुनाउनु न त गाना त सुनाउँदैन तर एउटा कथा त सुनाउँछु सर कस्तो कथा यो आकाश सुनेको कथा हो यो आविष्कारको कथा हो हेर बाबु आविष्कार अबदेखि क्लासमा मैले पढाइरहेको बेला तिमीले मलाई रोक्न भएन तिमीले अघि गरेको कुरा पनि एकदमै भएन लाइट वेभ नै हो लाइटले वेभ नेचर नै देखाउँछ ए बा पढ्ने तिमी विद्यार्थीले बढी था कि पढाउने म शिक्षकले बढी था ओहो सर नमस्ते 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 होइन के गरे फेरि आविष्कार होइन कुरा सुन न लाइट वेभ नै हो रे पार्टिकल नै हो रे लुकेर हो तिमी भने भन त लाइट वेभ होइन र हो सर सरले पनि हामीलाई त्यही नै त पढाउनु भएको हेर बाबु विद्यार्थी जतिसुकै जान्ने भयो नि शिक्षक भन्दा जान्ने कहिले हुनु हुँदैन कुरा बुझिरहेको तिमीहरू हो सर हो त्यसको कुरै छोडिदिने कि सर हामीसँग पनि कुरै मिल्दैन ल ल अरू कुरा त्यस्तै हो घन्टी नि लागिसक्यो तिमीहरू आफ्नो क्लासतिर लाग मेरो नि सरहरूसँग मिटिङ छ स्टाफ रुममा हस् सर म तिमीहरूसँग पछि भेट्छु जाँदा हुन्छ आविष्कार के भन्दैछ कृष्ण सर के हो तेरो पारा अरू बेला त हामीसँग मात्र बाटो हुन्थ्यो आज त सरसँग पनि बाटो भएछ काग धेरै बाटो भयो भने के हुन्छ थाहा होला नि कि थाहा छैन याद दिलाउनु पर्यो सातो यात्रीको नाम शुभम आविष्कार होइन बहिष्कार राख्नु पर्ने किनभने आविष्कार त केही गर्न सकेको छैन बहिष्कार त सबैबाट हुन्छ गहिरो सर यसो भनेको कुरा त त्यो पार्टिसिपेसन सर्टिफिकेट जस्तै हो पाउन सबले पाउँछ तर काम के हुन्छ यस्तो डायरी ओहो रकेट बनाउने म्यामर अब उहाँले रकेट बनाउनुहुन्छ रकेट त उड्दैन उसको शुभम के उठ्छ थाहा छ डायरी के बनायो के बनायो अझै बढी हुन्छ रकेट छैन बुझ्ने त्यो केटा हो हलसम्म आवाज सुनिरहेको छ के होला पनि होइन हामी त आविष्कारसँग खेलिको राख्यौँ खेलिरहेको के भन्छ आविष्कार ल ठिक छ ल टिफिन ब्रेक पनि सिक्न लागिसक्यो आविष्कार कि यिनीहरू तिमीसँग खेलिरहेको
कति गरे पनि नसकिनु भयो ढाड दुखिसक्यो के बचन दिदी के बचन के भयो तिम्रो डायरी कसले च्यातिदियो के भयो बाबु दिदी म जान्ने स्कुल म जान्न स्कुल जादिनु अरे भयो यसरी हेलो सर सर नमस्ते म आविष्कारको दिदी बोलिरहेको सर स्कुलमा के भएको थियो र बाबु त स्कुलै जादिनु भन्छ त सर एकचोटि भेटेर कुरा गर्नुहुन्छ होला हुन्छ सर हुन्छ हुन्छ आमाले पनि सानैमा छोडेर जानुभयो घरको सबै जिम्मेवारी मेरो टाउकोमाथि आइपऱ्यो दिनरात घोटेर दुःख गर्ने रहर त मलाई पनि छैन होला नि सर यही भाइको भविष्य उज्जवल होला भनेर यत्रो दुःख गरिरहेको छु भाइ पनि स्कुलबाट च्यातिको डायरी लिएर आउँछ स्कुलै गरिदिनु भन्छ साह्रै आपत पऱ्यो नि सर के गर्ने होला मैले तपाईँको भाइ एउटा अब्बल विद्यार्थी उसमा विद्यालय नआउनुको रहर सायद विद्यालयको माहौल नमिलेर हुन सक्छ आइरहेको एक्जिबिसनमा यदि हामीले उसलाई पार्टिसिपेट गरायो भने ऊ अवश्य विद्यालय आउनेवाला छ सर एक्जिबिसनमा त पठाउला तर उसलाई बिचमा गाह्रो अप्ठ्यारो पऱ्यो भने कसले सहयोग गर्छ म त केही आउँदैन मलाई त चिन्ता नगर्नुहोस् म छु म उसलाई सहयोग गर्छु धेरै धेरै धन्यवाद सर तपाईँ निश्चिन्त हुनुहोस् साथो त्यहाँ हेर त तिमीलाई मनपर्ने कुरा रहेछ है ए बिस्तारै लडिएला यताबाट आज एक्जिबिसनमा बाबुले राम्रो गर्यो भने आइसक्रिम खान जाउँला ल नमस्कार ए सर नमस्ते नमस्ते अवार्ड डिस्ट्रिब्युसनको बेला नि भइसक्यो सायद हजुर अडियन्सहरूसँग गएर बस्नुहुन्छ आविष्कारले यता गरिरहेको छ ए बाबु तिमी सरसँग बस्दा ल म त्यहाँ बसेर बाबुले हेरिरहेको हुन्छ ल सबैलाई नमस्कार आजको यस सभामा सबैलाई स्वागत छ अब हामी यो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अब हामी विनर्सहरू अनाउन्स गर्दैछौँ एनी गेसेस एन्ड द विनर of this event is Krishna! Congratulations, Krishna. I'd like to call A.K. sir for giving her the medal. Good job, man. Congratulations to
इयर। आज ग्रीष्माले जिते पनि हामी टिचरहरू अलिकति कन्फ्युजनमा थियौँ। हामीहरूलाई यो मेडल ग्रीष्मालाई दिने कि आविष्कारलाई दिने भनेर एकदमै ठुलो कन्फ्युजन थियो। आविष्कारको इन्भेन्सन पनि एकदमै राम्रो थियो। त्यो प्रोजेक्ट आजसम्म हामीले कहिले पनि हाम्रो स्कुलमा त्यस्तो किसिमको वेल प्लान र एक्जिक्युटेड देखेको थिएनौँ। तर उसको एक्जिक्युसनमा भने एउटा सानो कमी थियो। उसले टाइममा आफ्नो रिलन्चिङ मोडललाई अलिकति प्रपरली एक्जिक्युट गर्न सकेन। तर हामी टिचरहरूलाई उमाथि एउटा विश्वास छ, उसले केही समय लगाएर आफ्नो यो प्रोजेक्टलाई कम्प्लिट गर्यो भने पक्कै पनि उसले सबैभन्दा बेस्ट प्रोजेक्ट बनाउनेछ। आविष्कार बाबु, हामी सबैलाई तिमीमाथि गर्व छ। सबैजना यहाँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। बधाई छ तपाईँ, आज बल्ल नाम अनुसार केही गरी भविष्य तेरो उज्जवल देखिरहेको छु मैले। बाबु आविष्कार, म आज तिम्रो सफलता देखेर एकदमै खुसी छु। मैले हाम्रो सरले भनेको कुरा पनि सुने, म एकदम निरन्तरै खुसी छु। यस्तै प्रगति गर्दै गर्नु। धेरै धेरै बधाई। मनमा जुन चित्र छ कोर्नलाई आकाश, मनमा जुन चित्र छ कोर्नलाई आकाश, मनमा जुन चित्र छ कोर्नलाई आकाश। अनि सर, यो आविष्कारको कथा साँच्चीकै हो त? के लाग्छ तिमीहरूलाई? के होला त्यो कहानी? Thank you, Team Aviskar. To wrap up this segment with energy and flair, we have a dance performance coming your way. Please welcome Gina and her group from the Department of Visual Arts to the stage.